नमस्कार साथीहरू। आज म तपाईहरुलाई नेपाली अड्डा नामको टुर्नामेन्ट एप मार्फत मोबाइल लेजेन्ड्स खेलेर पैसा कसरी कमाउने भनेर पूरा जानकारी दिन गइरहेको छु। नेपाली अड्डा एपमा तपाईले 1 विरुद्ध 1 सबैभन्दा पहिले नेपाली अड्डा एप खोल्नुहोस्। एप खोलिसकेपछि स्क्रिन स्वाइप गर्नुहोस् र च्यालेन्जेस अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि क्रिएट कन्टेस्टमा क्लिक गर्नुहोस्। अब आफूले खेल्न चाहेको अमाउन्ट हाल्नुहोस् अनि आफूलाई मन परेको टिम मोड सिलेक्ट गर्नुहोस्। सबै कुरा फिल गरेपछि कन्टेस्ट क्रिएट गर्नुहोस्। क्रिएट गरेपछि अपोनेन्टको वेट गर्नुहोस्। जब अपोनेन्टले कन्टेस्ट एक्सेप्ट गर्छ, नोटिफिकेसन आउँछ। नोटिफिकेसनमा क्लिक गरेर गेममा जानुहोस्। गेममा पुगेपछि मोडमा क्लिक गर्नुहोस्। त्यसपछि एआई भर्सेस अप्सन सिलेक्ट गर्नुहोस् अनि आफूलाई मन परेको टिम मोड छान्नुहोस्। अब लेफ्ट साइडमा रहेको बटनमा क्लिक गरेर रुम कोड जेनेरेट गर्नुहोस्। रुम कोड जेनेरेट गरेपछि फेरि नेपाली अड्डा एपमा जानुहोस्। माई कन्टेस्टमा क्लिक गर्नुहोस्। त्यहाँ गएर रुम कोड पेस्ट गर्नुहोस्। फेरि गेममा फर्केर अपोनेन्टको वेट गर्नुहोस्। अपोनेन्ट आएपछि म्याच सकिएपछि तपाई विन भए पनि लुज भए पनि नेपाली अड्डा एपमा जानुहोस्। माई कन्टेस्टमा क्लिक गर्नुहोस् र वन्ड वा लस्टमा क्लिक गर्नुहोस्। एपमा देखाइएको तरिकाले म्याचको स्क्रिनशट लिनुहोस् र एपमा अपलोड गर्नुहोस्। यसरी तपाईले मोबाइल लेजेन्ड्स खेलेर नेपाली अड्डाबाट पैसा कमाउन सक्नुहुन्छ।